स्वस्थानी व्रत कथा। आउनुहोस् यो 1 महिना लामो नेपाली परम्पराको गहिराईमा डुबौं। सोच्नुहोस् त, पुरै 1 महिनासम्म नेपालका घरघरमा परिवारहरू यी पुराना कथाहरू सुन्न भेला हुन्छन्। यो केवल एउटा पूजा मात्र होइन, बरु भक्ति र हाम्रो दैनिक जीवनलाई जोड्ने एउटा बलियो सांस्कृतिक परम्परा हो। तर यहाँ एउटा रमाइलो कुरा छ। यो कथा सधैँ यस्तो थिएन, समयसँगै यो फेरिँदै गयो। सुरुमा यो एउटा स्थानीय कथा थियो, पछि गएर यसमा ठूला पौराणिक कथाहरू पनि थपिए। हो, यही कारणले एउटा सानो स्थानीय कथाले यति ठूलो पौराणिक रूप लियो। कथाको सुरुवात हुन्छ ब्रह्माण्डको सृष्टिबाटै, जब ब्रह्माले 14 लोकको रचना गर्नुभयो। अनि यसमा देवता र दानव बीचका भयानक युद्धका कथाहरू पनि छन्, जस्तै तारकासुरसँगको लडाईँ। यति मात्र होइन, महादेवले आफ्नी पत्नीको मृत शरीर बोकेर हिँड्दाको त्यो गहिरो पीडा पनि यसमा छ। कथाहरूमा देवताहरूले मानिसलाई प्रत्यक्ष भेट्छन्, कसैलाई वरदान दिन्छन्, कसैलाई श्राप। तर यी सबै दैवी घटनाका बीचमा कथाको केन्द्रमा छन् गोमा र चन्द्रावती जस्ता नारीहरूका दुःख। त्यसो भए एउटा प्रश्न उठ्छ, के यो कथाले महिलालाई दमन गर्छ कि उनीहरूलाई शक्तिशाली देखाउँछ? एकातिर महिलाहरूलाई कर्तव्यले बाँधेको देखिन्छ, तर अर्कोतिर उनीहरूमा अथाह शक्ति यानि शक्ति पनि छ। जस्तै वृन्दा नामकी एक साधारण महिलाले शक्तिशाली भगवान विष्णुलाई नै श्राप दिएकी थिइन्। आखिर किन आज पनि नेपालमा यो परम्परा यति धेरै मानिन्छ? के छ यसमा त्यस्तो विशेष? एउटा मुख्य कारण हो व्रत बसेपछि मिल्ने फलको आशा, सांसारिक सुखदेखि मोक्षसम्मको प्रतिज्ञा। यो परम्परा हाम्रो संस्कृतिमा गहिरोसँग जोडिएको छ। यसले पुस्ता-पुस्तालाई एउटै कथा र सम्झनाले बाँच्छ। अन्तमा स्वस्थानी कथाले एउटा प्रश्न छोड्छ, कसरी यस्ता प्राचीन कथाहरूले आज पनि हाम्रो पहिचानलाई आकार दिइरहेका छन्?